गलत निर्णय गर्दिनँ, देशलाई धोका दिन्न, जनतालाई धोका दिन्न, होइन। मेरो निष्ठामा शङ्का नगर्नुहोस् कसैले पनि। विधि प्रक्रिया नीति नियम पार्टीभित्र हुन्छ, तर त्यो सबैभन्दा माथि चाहिँ हर्क साम्पाङ छ श्रम संस्कृतिमा। उसले जे भन्यो त्यही हुनुपर्छ भन्छन् नि, आरोप छ कि यही सत्य पनि होला होइन? त्यस्तो त होइन, त्यस्तो त होइन। तपाईँभन्दा माथि कोही छ यो पार्टी हाम्रो निर्णय गर्न? मभन्दा माथि त को छ त? मै हो त संस्थापक यसको, होइन। होइन, तर नियम बनाउँदा त फेरि कमिटी होला। यता सुन्नु न, संस्थापक मै हो, होइन। म सहितको कमिटी हो नि त त्यो, म बिनाको कमिटी थोडा हो र। तर तपाईँको मात्र लागू हुन्छ भन्छन्। सुन्नु न, हाम्रो सेन्ट्रल कमिटीले होइन निर्णयहरू गर्छ, तर त्यो सेन्ट्रल कमिटी म बिनाको सेन्ट्रल कमिटी हुन्छ त? हुँदैन नि त। त्यसको चेयरम्यान त मै हो। अरू त यसको थपना मात्रै हुन्। त्यहाँ चेयरम्यान त मै हो। जे भन्यो त्यही हुन्छ। अझ फेसबुकमा उहाँले लेखेपछि त्यही अन्तिम सत्य हुन्छ भन्छ। त्यस्तो होइन, म गलत निर्णय गर्दिनँ, देशलाई धोका दिन्न, जनतालाई धोका दिन्न, होइन। मेरो निष्ठामा शङ्का नगर्नुहोस् कसैले पनि। म गलत निर्णय गर्दिनँ, है। म मेरोलाई भेट्दिनँ, मेरो भन्दिनँ, साथी भन्दिनँ, जाति भन्दिनँ, होइन। जाति पनि म हेर्दिनँ, साथी पनि हेर्दिनँ। चाहिँ चालकले मेरो दुर्घटना होस् भनेर कुदाएको हुन्छ होला त? हुन्छ? हुँदैन है। जाँदा जाँदै तपाईँको चाहिँ मेरो खुट्टा भाँचियोस्, टाउको फोस्, मेरो चाहिँ भर्खर नयाँ किनेको, ऋणपान गरेर किनेको गाडी ध्वस्त होस्, होइन। मै सँगसँगै अरू यात्री पनि नदीमा बगुन, भिरमा चाहिँ नि पल्टेर मर्नु परोस् भनेर कसैले त्यो गरे हुन्छ त? हुँदैन, हुँदैन। त्यसले गर्दाखेरि त्यो सम्बन्धी तपाईँको पर्याप्त तालिम छैन, कन्सेप्ट छैन, बुझेको छैन। यो ट्राफिक सिग्नल थाहा छैन हामीलाई, छ त? छैन। त्यो ट्राफिक सिग्नलसँग सम्बन्धित सामाजिक शिक्षा कहिले तपाईँको हामीले चलायौँ त? यहाँ चलायौँ। अनि फाइनै मात्रै लगाएर हुँदैन। यो चिजले चाहिँ नि तपाईँको के अरे हामीले बुझ्नुपर्छ, यताबाट बुझ्नुपर्छ जस्तो लाग्छ। त्यस मार्गमा सरकार अगाडि बढोस्, शुभकामना छ मेरो त। अब हजुरले त्यो जुन अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, ग्रे लिस्टबाट बाहिर निकाल्न सकेन भने तपाईँको अनुसार, तपाईँको सोचाइ अनुसार ग्रे लिस्टबाट बाहिर निकाल्नको लागि के गर्नुपर्छ सरकार? कस्तो छ भने अब सरकारलाई व्यङ्ग्य पनि त गरिन्छ नि त, कहिले व्यङ्ग्य गरे अब मैले भन्दैमा खुर्को छोड्नुहुन्छ त, स्वर्णिमजीले छोड्नुहुन्न नि त। तर व्यङ्ग्य त गर्नु पऱ्यो नि त, किनभने उहाँ जस्तो व्यक्तिले त्यसो भन्ने होइन क्या। एउटा आशा भरोसाका साथ जनताले भोट दिएको होला, होइन। अनि अब ब्ल्याकलिस्टमा जाँदैछ है देश भनेर अत्ता लाउन मिल्छ त? मिल्दैन नि त, होइन। त्यो ब्ल्याकलिस्टबाट ग्रिनमा ल्याउनका लागि भनेर त तपाईँको चाहिँ रासपालाई 182 सिट दिएको होइन र? कि ब्ल्याकमा जाओस् भनेर दियो त? ब्ल्याकमा जाओस् भनेर दियो होइन। त्यसले गर्दाखेरि म कुन पदमा छु, मैले के बोल्दैछु, मैले बोलेकोले देशमा होइन तपाईँको चाहिँ नि कस्तो खालको असर पर्छ भन्ने कुरा चाहिँ क्यालकुलेट गर्नु पर्थ्यो। लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ। लाइसेन्स भनेको सर्टिफिकेट हो, होइन? तपाईँको पनि सर्टिफिकेट छ नि, एकाडेमिक छैन? छ। त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्छ र? फेरि विधि बनाउने ठाउँमा तपाईँ सुन्नु न, त्यो सबै गलत कुराहरू छ। कुरा बुझ्नुभयो नि? लाइसेन्स भनेको तपाईँको सर्टिफिकेट हो। तपाईँ अब विभिन्न लेभलमा तपाईँ पढ्दै जानुहुन्छ, त्यो सर्टिफिकेटलाई तपाईँले फेरि रिन्यू गरिरहनु पर्छ। कानुन बनाइदिनुहोस् न त। त्यो गलत छ, कानुन बनाइदिनुहोस् न, गर्न नपर्ने। अर्को कुरा के छ भने, अर्को कुरा के छ भने, कुरा उठाउँछु म यो विषयमा, होइन। यो विषयमा म कुरा उठाउँछु, तर अहिले भइरहेको नियम मान्नु पर्यो होला नि। हेर्नुहोस् न, लुट्नका लागि, हरेक कुरा लुट्नका लागि, जनतालाई तपाईँको चाहिँ नि के अरे एक्स्ट्रा तपाईँको चाहिँ नि करको भार तिराउनका लागि सरकारले एक खालको चाहिँ नि जुन लामो समयदेखि पोलिसी बनाएको छ, ती पोलिसीहरू पनि गलत छन् के। लाइसेन्स भन्ने त सर्टिफिकेट हो, तपाईँको एकाडेमिक सर्टिफिकेट जस्तो, त्यसलाई किन रिन्यू गरिरहनु पर्ने? तपाईँले एकचोटि तपाईँको छैन गाडी कुदाउन जान्नुहुन्छ हुन्न भने त तपाईँलाई पुरै तपाईँको छैन के अरे परीक्षण गरेर परीक्षा लिएर तपाईँलाई सर्टिफिकेट दिइसकेपछि, होइन, त्यो सर्टिफिकेटलाई रिन्यू गरि तपाईँले तपाईँको छैन एकाडेमिक सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्दैन। अनि त अहिलेसम्म भएको नियमलाई त मान्नु पर्यो नि। मान्ने छ यो त्रुटि छ भने पहिला नियम बनाउने सुरुमा त मान्नु पर्यो नि। कुरा सुन्नु न, भन्दैछु त म त वी आर अन द कोर्स। अर्को कुरा चाहिँ अब जस्तै लाइसेन्सको कुरा छ, लाइसेन्सको कुरामा झोलझाल धेरै छ, होइन? होइन, टेस्ट दिनु गयो, एउटा कागज दिएर चाहिँ कति वर्षसम्म राखिरहेछ, कहिले दियो त? खोइ
अब तपाईँले भन्नुभयो लाइसेन्स फेल भयो भनेर होइन, कहिले फेल भएको रहेछ होइन, रिन्यू नगरेर चाहिँ अब सुन्नु न, फेल भयो भन्नुभयो नि तपाईँले, मैले भने त एकचोटि तपाईँले पास गरेको इक्जाममा फेरि फेल भयो भने को हो त्यो? भनेपछि त्यो भ्रामक। तपाईँ सुन्नु न, तपाईँ एउटा एकाडेमिक लेभलमा तपाईँले पास गर्नुभयो, सर्टिफिकेट पायो नि तपाईँले, क्यूबाट पायो अथवा कुनै युनिभर्सिटीबाट पायो, अनि त्यसलाई चाहिँ तपाईँले वर्षै पछि रिन्यू गरिराख्नुपर्छ भने त्यो के हो? द्याट्स अ डाउट अफ क्वालिफिकेसन है। त्यसको नाममा सरकारले जुन खालको चाहिँ नि कर लगाइरहेछ नि, द्याट्स रङ। अब सच्याउनुहोस् नियम यो हो, आवाज उठाउनुहोस् हो। त्यो चाहिँ कस्तो भन्दाखेरि जेको पनि पैसा लिने एउटा टपिक बनाइदिया हो क्या। के छ भन्दाखेरि हामीले गाली गरेको भन्दा पनि सरकारले जिम्मेवार बनाएको। हामी बोल्न छोड्यौँ भने सरकारले गलत काम गर्छ हो होइन, अथवा कामै गर्दैन। यति बुझ्नुहोस् त। अहिले हर्का साम्पाङ बोल्यो भने धेरै बोल्यो भन्नुहुन्छ नि, र मैले ठ्याक्कै बोल्न छोडेँ भने होइन, कुरा बुझ्नुभयो नि, मैले बोल्न छोडेँ भने अहिले आवाज त उठाउँदैछु नि त मैले होइन। अब तपाईँलाई तपाईँ भनिसकेपछि अरूले पनि उठाउँदै हुनुहुन्छ, तर अब मैसँग केन्द्रित भएर सोधिसकेपछि अब मैले म मात्रै भने भने त त्यहाँ अरू पनि थुप्रै बोल्नुहुन्छ होइन। तपाईँले मलाई मात्रै सोधेको कारणले म भनेको है, फेरि या भनेर फेरि त्यो फन्डा नमचाउनु होला मिडिया हेर्नेले। र मैले भन्दैछु अब मैले बोल्नु छोडेँ भने सरकारले काम गर्न छोड्छ, गरे पनि गलत काम गर्छ होइन। म बोलुन्जेलसम्म सरकारले काम गर्छ होइन, सरकारले सही मार्गमा काम गर्छ। म त खबरदारी गरिरहेको छु नि त भन्ने हिसाबबाट चाहिँ म चाहिँ तपाईँको चाहिँ के हो त भन्दाखेरि त्यहाँनिर चाहिँ बोल्नुपर्छ भन्ने मेरो कर्तव्य निभाउँदैछु। तपाईँले बोलेको कुराहरू सुनेका छ सरकारले, सुनेर त्यसलाई कार्यान्वयन गरेका छन्, सुनेका छन्। तपाईँले आलोचना गरेको विषयलाई सुधारेको छन् सरकारले, सुनेका छन्, कति सुनेका छैनन् पनि होइन, त्यो चिज हो। तर सुन्नुपर्छ है, प्रतिपक्षको आवाज सुन्नुपर्छ। त्यो सुनिएन भनेदेखि त तपाईँको छाडा भइहाल्यो। अब यो विधि र विधानको कुरा गर्नुहुन्छ तपाईँले, सरकारलाई पनि म मुद्दा लगाउन सक्छु होइन। कुरा सुन्नु यहाँ सुन्नु न, धेरै उ नगर्नु न। सरकारलाई मुद्दा कसरी लाग्छ भनौँ, हर्का साम्पाङले पानी खायो, पिसा फेर्नु गयो, त्यसलाई न्युज बनाएर चाहिँ ट्रोल बनाएर हुन्छ? कुरै होइन, यो इस्यु नै होइन। यो इस्यु भनेको त तपाईँको बोर्डरको कुराहरू गरौँ न, प्रधानमन्त्री नआएको कुरा आएर होइन, अनाप शनाप भनेको कुराहरू, यो मात्रै न्युज त हो। तर तपाईँले यसरी प्रतिक्रिया जनाउँदै गर्दा यो पनि विषयान्तर गरेको जस्तै भयो। सुन्नु न, विषयान्तर हो, त्यो त विषयान्तर गरिरहेछ। सुन्नुहोस्, यहाँ अर्को कुरा के छ भने तपाईँहरूलाई म भन्न चाहन्छु, तपाईँहरूले एउटा आन्दोलन गर्नुपर्छ। पत्रकार के हो थाहा छ? प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाऊँ भनेर आन्दोलन गर्नु सक्नुहुन्छ भने एकपटक होइन, आन्दोलन गर्ने कुरा भएन, प्रश्न चाहिँ सोधिरहन्छ, उहाँले दिने नदिने उहाँको कुरा हो, दिनु पर्दैन। त्यही भएर त तपाईँको चाहिँ देखेर रेस्पोन्सिबल होइन भनेको त मैले। रेस्पोन्सिबल मान्छेमा उहाँले बोल्ने बित्तिकै चिप्लिनु हुँदो रहेछ भन्ने कुरा थाहा भइहाल्यो नि, बिग्रिनु रहेछ। बोल्नै नजान्ने मान्छे किन प्रधानमन्त्री बनाएको त नेपाली जनताले? द्याट्स आवर मिस्टेक, ह्युज मिस्टेक। बोल्नै नजान्ने मान्छे प्रधानमन्त्री बनाएर छ नि त। विषय भन्दा पनि अरू धेरै महत्त्वपूर्ण कुराहरू छ भन्नुभयो भर्खरै होइन, तर हजुरले एक हातले बाइक चलाउन मिल्दैन भन्नुभयो। चार पाक्ने गाडीको केही न केही त्यसमा त फेसिलिटी छ नि त। एक पाक्ने एक तपाईँले भने हो, तपाईँले कानुन बनायो त्यसरी? कानुन बनाएको होइन, यता सुन्नुहोस्, यो खालको कुरा नगर्नुहोस्, यो खालको कुरा नगर्नुहोस्। सरकारलाई सुन्नु न, सरकारलाई पनि म मुद्दा लगाउन सक्छु होइन। कुरा सुन्नु यहाँ सुन्नु न, धेरै उ नगर्नु न। सरकारलाई मुद्दा कसरी लाग्छ भनौँ? सडकको हालत के छ थाहा छ? यहाँ काठमाडौँभित्र कुदेर हुन्छ तपाईँहरू, खोटाङ आउनु न होइन, धरान नै गाउँदा पनि हुन्छ। हालत त्यसरी राख्न मिल्छ? त्यो धुले हिले राख्न मिल्छ? मिल्दैन। हजुरले सदनमा बसेर एक हातले बाइक चलाउनु के गलत हो भन्दा त जनता सुन्नु न, लेखेको होला नि त, लेखेको लिएर आउनु पर्यो नि त। भन्नु खोजेको मैले त्यो क्या, त्यत्रो ठुलो इस्यु बनाउने, राष्ट्रिय इस्यु, अन्तर्राष्ट्रिय इस्यु हो त। हर्का साम्पाङले एक हातले बाइक कुदाउँदा त्यो बनाउनु होइन। तर तपाईले यहाँ सुन्नु न, एउटा जिम्मेवार दलको अध्यक्ष हो नि तपाईँ, त्यो कुरा भन्दैछु। तर होइन, यहाँनिर गल्ती मात्रै खोज्दै हिँड्ने हो भने नि, अरूले एउटा गल्ती खोज्ला, म 100 वटा गल्ती खोजिदिन्छु। किनभने म त त्यही अभियानबाट आएको, म ठुलो इस्यु लिएर आएको होइन। यही भित्रमा थुप्रै इस्युहरू छ। त्यहाँ तपाईँ हिँड्दै जानुहोस्, बिजुलीको तपाईँको चाहिँ त्यो टेलिफोनको तारले तपाईँले अल्झाएर त्यहाँ लडाउँदैन, कसो गल्ती त्यो? मुद्दा लाग्दैन भोलि? लगाउनु। अब सबै कुरामा मुद्दा लाउँदै हिँड्ने हामी होइन। यही सिंहदरबारभित्र खाल्डा छ
होइन खाल्डा छ कि छैन त्यो खाल्डामा तपाईँको चाहिँ के अरे स्कुटरहरू चिप्लेर लड्यो भने कसको तपाईँको गल्ती हुन्छ मुद्दा लाग्दैन यो मुद्दाको पछाडि लाग्ने होइन कि समाधानको पछाडि लाग्ने हो त्यो चिज हो एउटा सानो कुरालाई ठुलो बनाएको छ के बनाएको छ ल है यस्तो चिज थ्याङ्क यू साम्पाङको दारी आउँदैन त अर्को साम्पाङको जुङ्गा किन नआएको होइन अर्को साम्पाङले चस्मा किन नलागो कालो होइन अर्को साम्पाङले लगभग 5 वर्ष पुरानो टी सर्ट लाएर किन आएको कोट किन नला यो हो न्युज फटाहरू यो BYD प्रकरण त यतिकै सेलाउला जस्तो छ मान्यज्यू के गर्नुपर्ने हो अर्को साम्पाङले चिया खायो चिया कहाँ खायो होइन ग्रिन टी खायो कि के खायो होइन त्यसमा के अरे रङ कतिको कडा थियो थियो कि थिएन ग्रिन टी कतिचोटि कति बोतल पानी खायो कतिचोटि पिसाब के अरे गर्न गयो न्युज त्यो हो फटार भनेपछि मिथ्या भ्रामक समाचारहरू फटारो भन्छु संसार फटारो हो सबै यो BYD को विषयमा के हुनुपर्ने हो त अब के थो BYD गाडीको विषयमा त्यही त छानबिन गर्नुपर्छ संसदीय समिति बनाउनु पर्छ कि पर्दैन यहाँहरुको संसदीय छानबिन समिति बनाउनु पर्छ भन्ने हो कुरा उठिसकेपछि छानबिन हुन्छ दोषी नै भएको हुनु पनि सक्छ नहुनु पनि सक्छ तर छानबिन हुनुपर्छ छानबिन चाहिँ सरकारको के अरे तपाईँको माताहरुको मान्छेबाट होइन संसदीय तपाईँको त्यो संसदभित्रबाट चाहिँ बन्नुपर्छ अब प्रधानमन्त्री अब अलिकति फुर्सदिले हुने हो कि होइन अब जुन उहाँले गृह मन्त्रालय आफैले लिनु भएको थियो त्यो चाहिँ अब सुदन गुरुङलाई जिम्मेवारी दिइदैछ अलिकति अब चाहिँ हुन्छ कि खै के गर्नुहुन्छ जेसुकै गरोस् है के भन्नु सुदन गुरुङ गृहमन्त्रीमा फर्किँदै हुनुहुन्छ यहाँको प्रतिक्रिया के छ जेसुकै गरौँ न त हेर्छौँ नि हामी अब काम हेर्छौँ कस्तो गर्छन् के गर्छन् त्यो अनुसार मूल्याङ्कन भइहाल्छ हामीले सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गरिहाल्छौँ आलोचना गर्नुपर्ने ठाउँमा गरिहाल्छौँ अब विरोधै गर्नुपर्ने भयो भने हामी तपाईँको संवैधानिक अधिकार छँदैछ हामीसँग विरोध गर्छौँ अब महावीर पुनले पनि मन्त्रालय पाउँदैछ यहाँले अस्ति भन्नुभएको थियो होइन राष्ट्रपति हुन् कि क्या हो माननीय भन्नुभएको थियो त्यो त पुष्टि हुन लागेको हो क्या मानिज्यू हो त उहाँ उठेको ठाउँमा के अरे क्यान्डिडेट खडा गरेको थिएन राष्ट्रपतिले हामीलाई सजिलो हुने भयो हो अब तपाईँहरूले अलिक सजिलो हुने भयो म त्यो कारण चाहिँ भन्दिनँ हामीलाई अलिक सजिलो हुन्छ अब हो र अब आउने निर्वाचनमा यहाँलाई सजिलो होइन अब संसदमा सजिलो हुन्छ हामीलाई ए भनेपछि प्रतिपक्ष तर उहाँलाई मेरो शुभकामना अलि राम्रो काम गर्नु पहिला नि शिक्षा मन्त्री बन्नुभयो ढिँडो पकाइ खाएर त्यही के अरे मन्त्रालयमा सुतेको मात्रै भाइरल भयो होइन त्यस्तो उल्लेख्य काम केही भयो जस्तो मलाई लागेन यसपालि चाहिँ राम्रो काम गर्नु होला एउटा यसो होइन एउटा त्यो खतरा खुत्रुकै भेला गरेर भए पनि एउटा चाहिँ नि होइन गाडी बनाउनु होला होइन केही वर्ष अगाडि महावीर पुनसँग तपाईँको त निकै राम्रो निकटता थियो तपाईँले सहयोग उहाँ यस्तो छ किताब बेच्न त्यत्रो सहयोग गर्नुभयो किन तपाईँहरू यति साह्रो चाहिँ पानी बराबर हुनुभयो होइन यस्तो छ उहाँले जे कुरा बोल्नुभयो नि होइन म चाहिँ तपाईँको व्यक्तिगत इस्युमा जाँदिनँ कि राष्ट्रिय मुद्दा बोकेर हिँड्ने मान्छे र पार्टी हो नि हामी त उहाँले के भन्नुभयो देश पनि मर्न सक्छ होइन सीमामा जेसुकै भन्नुहोस् होइन बालनजीले एउटा मन्त्री दिनलाई हो कि क्या हो होइन अब सिमानामा तपाईँको चाहिँ नि के अरे तपाईँको नेपालले भारतको सिमाना मिचेको छ भनेर त्यो भनिरहँदाखेरि सबै प्रतिपक्षी दल हामी सबै मिलेर होइन एक खालको त्यो गलत भयो भनेर भनिरहँदा उहाँले उल्टो तपाईँको समर्थन गर्नुभएको छ त्यसले गर्दाखेरि उहाँलाई देश चाहिएको होइन मन्त्रालय चाहिएको हो काम गर्ने कालु मकै खाने बाँदर भालु त कहाँ देख्नु पाएको होइन हिजो आज भालु छ र त्यो स्थिति बन्यो भनेपछि यहाँ त्यो संसदको मेम्बर चाहिँ म यो फुली लाउने चाहिँ म त्यो कोसीबाट पानी लाउनुपर्छ भनेर 10औं वर्षदेखि आन्दोलन गर्ने म मेयर हुँदाखेरि तपाईँको त्यहाँ डिपिआर सबै तपाईँको चाहिँ के अरे होइन यहाँको खानेपानी विभागबाट डिपिआर पुरै गराउने मान्छे म 3.5 वर्षसम्म त्यहाँ अध्ययन अनुसन्धान सबै गराउने मान्छे चाहिँ म होइन यहाँनिर तपाईँको छैन बार बार हामीलाई झुकाउँदाखेरि गाग्री लिएर एक्लै तपाईँको छैन के अरे आन्दोलन गराउने मेयर म है अनि अर्को तपाईँको चाहिँ नि होइन मुफसलको ऊ पर रिङभन्दा पर क्षितिज पारेको मान्छे काम गर्ने कालु मकै खाने भालु भन्नु हुँदैन हिजो त बाँदर काम गर्ने उखान पनि चेन्ज भयो काम गर्ने कालु मकै खाने बाँदर
भालु त कहाँ देख्नु पाए पो होइन हिजो आज भालु छ र त्यो स्थिति बन्यो भनेपछि अनि त्यसो भनिसकेपछि मैले बनाएको भन्न भनेर के भन्नु त कति सानो मन गर्नु भएको क्या तपाईँले त्यो तपाईँले गर्नु भएको भन्ने कुरा त सबैले देखिएकै छैन तपाईँले मैले गरे भनेर भन्नुपर्छ यस्तो छ कि सुन्नु न यहाँ त तपाईँको के छ भने फोरी राजनीति त धेरै पो छ त तपाईँले बुझ्नु भएको छैन पोलिटिक्स भन्ने कुरा चाहिँ इट्स अ डर्टी गेम भन्छ नि होइन नेपालको चाहिँ डर्टिएस्ट गेम हो सुपरलेटिभ डिग्रीमा त्योभन्दा धेरै फोहोर हुँदैन त्यस्तो छ क्या अनि तपाईँले एउटा राम्रो काम गर्नुहुन्छ तपाईँको जस अरूले लगेर चाहिँ राजनीति के गरिरहेको हुन्छ त्यसले फेरि के भन्यो किन मैले यो भनेको भन्दाखेरि चाहिँ त्यहाँको अहिले उपमेयरले होइन मैले छोडिराखेको उपमेयरले चाहिँ के भनेछ भन्दाखेरि हर्क साम्पाङको कुनै हात छैन भनेर मिडियालाई भनेको रहेछ क्या बजेटको त्यो त्यहाँदेखि हो क्या त्यहाँदेखि हो मलाई चाहिँ उ लागेको त्यसो भन्ने त्यहाँदेखि त्यसो भन्ने होइन नि त हर्क साम्पाङको केही हात छैन भनेर भन्नुभएको छ क्या होइन मैले बनाइदिएको संरचना सञ्चालन गर्न सकेका छैन मैले नै बनाइदिएको यसपालि असार मसान्तसम्मको बजेटमा एक दुईवटा कालो पत्र बनाएर होइन अनि मलाई नै गाली गर्ने अनि मलाई गाली गर्ने खेतालाई राखिराखेको अवस्था अनि त्यस पछाडि मैले नभने कहिले पनि कुनै पनि गेम नि तपाईँको नाम त के अरे मेरो गोकर्ण श्रेष्ठ गोकर्णजी मैले कुनै पनि गेम स्टार्ट गर्दिनँ तर यति कुरा याद गर्नुहोस् फिनिसर चाहिँ मै हुन्छु फेरि कुनै पनि डिबेटको मलाई अहिलेसम्म अनेकन सयौं हजारौं होइन विवादमा तान्ने कुराहरू गरे के कुरा गरे तर त्यसको फिनिस चाहिँ मैले नै गर्दै आइरहेको छु क्या अब कुरा कहाँ आयो भन्दाखेरि मैले बनाएको भने भन्दाखेरि चाहिँ मैले अघि भर्खर के भने भन्दाखेरि बजेट भनेको सरकारको व्यवस्थापन पनि हो होइन व्यवस्थापन हो सरकारको त्यो व्यवस्थापनमा तपाईँको चाहिँ त्यो संसदभित्रको एउटा भूमिका खेल्ने मान्छे म हो अब त्यहाँ के भइरहेछ भने धरानमा चाहिँ यो बजेट मैले लिएँ भन्ने हिसाबले परको मान्छे जो चाहिँ त्यो भित्र टिममै छैन होइन त्यस्तै मान्छेहरूले चाहिँ भनिरहेछन् क्या अहिलेको धरानका जुन जो मान्छे सुन्नु न जो अब जस्तै वर्ल्ड कपमा हिजो गेम भयो हारजित त भयो होला कहीँ कतै म पनि भ्याइन हेरिनँ तपाईँ पनि भ्याउनु भएन छ हेर्नु भएन छ कसैले गोल हाल्यो त्यो गोल चाहिँ मैले हर्क साम्पाङले मैले हालेँ भनेर गफ लाउनु मिल्छ त्यस्तै गफ लगाइरहेका छन् क्या त्यसले गर्दा मैले पारे भनेर चाहिँ गफ लगाइरहेछन् धरानमा उपमेयरले हो त्यसले गर्दाखेरि तपाईँले 275 जना सांसद मध्ये सबैभन्दा जान्ने म नै हो भनेर तपाईँले भन्नुभयो तपाईँले 275 जना सांसद मध्ये सबैभन्दा जान्ने म नै हो भनेर तपाईँले भन्नुभएको पनि एउटा कुरा तपाईँको प्रश्नको उत्तर दिने प्रसङ्गमा निस्केको कुरा हो त्यो घमण्ड होइन म मात्रै जान्ने भन्नु त घमण्ड हो नि आत्मविश्वास हो म पनि जान्ने भन्नु आत्मविश्वास हो म मात्रै जान्ने भन्नु चाहिँ घमण्ड हो के यस्तो छ आत्मविश्वास हो त्यो मेरो म मात्रै त मैले कहिले भनेर सबैभन्दा जान्ने म भनिसकेँ मैले होइन त्यो प्रश्नको उत्तर दिने कुरामा अरू पनि जान्नेछन् सबै जान्नेछन् तर मैले यति चाहिँ भने यो देशलाई बनाउनु र बचाउन होइन जे छ नि ममा त्यो चाहिँ छैन अरूमा देश बनाउने हुटुटी चाहिँ हर्क साम्पाङ छँदै छैन म त के कल्पना गर्छु भने यो देश निर्माण गर्ने क्रममा होइन तपाईँको छैन मैले त्यहाँ भन्थेँ मान्छे हाँस्थ्यो पनि बिहानको 7 बजेदेखि बेलुकाको 5 बजीसम्म होइन खाना खाजा नखाइकन बेलचा चलाउने मान्छे पनि हो म फेरि होइन त्यो लेभलमा आउनुपर्छ क्या है पसिना पानी चाहिँ खाइन्थ्यो कहिले भन्थे मान्छे हाँस्थ्यो पनि बेहोस भइन्जेल काम गर्नुपर्छ भन्छु क्या म बेहोस भइन्जेल काम गर्नुपर्छ देशको लागि अनि पानी छम्केर चाहिँ होस आउँछ नि होस आएपछि फेरि बेलचा चलाइहाल्नुपर्छ मर्नुन्जेलसम्म काम गर्नुपर्छ म त कामना गर्छु श्रमदान गर्दा गर्दै मेरो प्राण जाओस् मेरो त कामना त्यही हो त्यति धेरै देश बनाउने चाहना छ क्या अनि त्यो लेभलमा कोही अरू छ होला भन्नु त छ अब यो अहिले रासोपाले अघि सारेको एउटा एजेन्डा छ नि जुन प्रदेश सभा खारेज अनि प्रत्यक्ष निर्वाचित कार्यकारी स्थानीयको संख्या घटाउने भन्ने अहिले जुन एउटा नीति ल्याएको छ यो महाधिवेशन सँगसँगै के छ यसमा तपाईँको चित्त बुझाइ छ प्रदेश खारेज भन्ने कुरा चित्त बुझ्यो तपाईँले यसमा हाम्रो अब्जेक्सन रहन्छ किन भन्दाखेरि तपाईँको देश संघीयतामा गएको होइन र अनि संघीयतामा नजानु पर्ने के छ त यो सानो देशमा सेतो हात्ती पालेको भन्छ नि संघीयतालाई प्रदेश सेतो हात्ती हो कस्तो सेतो हात्ती पाल्न गाह्रो काम केही छैन यसो उहाँले देख्दा छैन होला नि उहाँले त के अरे संसदको काम देख्नुहुन्न उहाँले अहिलेको प्रधानमन्त्रीले उहाँ आफ्नै पनि 2-4 दिन बसी देख्नुहुन्न हो त्यस्तो विचित्रको मान्छे अनि प्रत्यक्ष निर्वाचित कार्यकारी त तपाईँको एजेन्डा पनि हो नि
प्रत्यक्ष निर्वाचितमा जानुपर्छ, त्यसमा म समर्थन गर्छु। त्यही त भन्दैछु त, गुण दोष हुन्छ कि। अब गुणको रूपमा प्रत्यक्ष निर्वाचन जानुपर्छ, त्यो त हाम्रो एजेन्डाभित्र नि पर्छ, त्यसमा म समर्थन गर्छु, ताली बजाउँछु, होइन? तर प्रदेशलाई चाहिँ तपाईँको फेरि खारेज गर्नुपर्छ भन्ने कुरा मेरो असहमति हुन्छ। स्थानीय तहको सङ्ख्या घटाउनुपर्छ भन्ने कुरामा सङ्ख्या घटाउनुपर्छ भन्नाले के गर्ने अरे त? एउटा मात्रै मर्ज बनाउनु गराउने होला विभिन्न कुराहरूलाई, सानो सानो त्यो पालिकालाई मर्ज विषयमा गराउने। चाहिँ हेर्नुपर्छ, त्यो विषयमा चाहिँ हेर्नुपर्छ। त्यो विषयमा हेरेर जस्तै अब पालिका के अरे मर्ज गरेर चाहिँ महानगरपालिका बनाउने खालको कुराहरू अरे त्यो त उहाँलाई थाहा होला। त्यसका लागि चाहिँ फेरि कस्तो भन्दाखेरि अब त्यो मापदण्डहरू छन् होइन। अब यो चाहिँ कस्तो भने जुन हाँगामा बसेको छ त्यो हाँगा काट्नु भने जस्तो हो कि, कालिदासको कथा आउँछ यहाँ चाहिँ, होइन? जुन संविधानमा टेकेर हामी बसिरहेछौँ, अब त्यही संविधान च्यात्नुपर्छ भनिसकेपछि त हाम्रो औचित्य हामी पनि पदमुक्त भइहाल्छौँ। होइन, संविधानको संशोधन गर्ने जनादेश त पाछ नि रासोपाले, संविधान संशोधनबाट त गर्न सक्छन्, जे चाहे गरेर देखाओस् न त नि, राजै ल्याउन पनि सक्छन्। सुन्नु न, गरेर देखाओस् न त नि, त्यो चिज हो नि त। संविधान संशोधन गर्दैमा सब थोक हुन्छ र भनेको क्या? संविधान संशोधन गरेर हिजोको शहीदहरू फेरि बिउतेर आउँछन्? त्यो शहीदहरूले सङ्घीयताको लागि 17,000 मान्छे मर्या होला होइन कि के हो? ती 17,000 मान्छे आउँछन् त फेरि? आउँदैन कि फेरि 34,000 शहीद बन्नुपर्ने मेलो आउँछ? सङ्घीयता खारेज हर्क साम्पाङको लागि उचित छैन। सुन्नु न, त्यो सङ्घीयता ल्याउने, समानुपातिक ल्याउने के भनेर के नेताहरूले भनेर के गरेर मान्छे त्यत्रो मर्या होला होइन र? अनि ती मान्छेहरूको त्यो मृत्यु, त्यो तपाईँको शहादत, त्यो चाहिँ नि बलिदान र आहुतिलाई चाहिँ हामीले कसरी मूल्याङ्कन गर्ने त? उपलब्धि के देख्नुहुन्छ तपाईँले? प्रदेशको उपलब्धि के देख्नुहुन्छ? यस्तो छ, त्यसलाई त के अरे अधिकार सम्पन्न बनाउनुपर्छ नि त। यो चाहिँ सानो देश, अधिकार सम्पन्न भारतको हेर्ने हो भने एउटा स्टेट जत्रो देशमा 7वटा त्यही भारत यो देशको सत्ता चाहिँ हर्क साम्पाङको हातमा आउनुपर्छ भन्नुको कारणै मैले त्यो हो क्या। मसँग छ नि त भिजन। यो प्रदेशलाई तपाईँको सुन्नु न, तपाईँहरू मसँग सङ्गत गर्नु भएको छैन। सङ्गत गर्नु भने म तपाईँहरूलाई काममा मात्रै बिजी बनाउँछु क्या। प्रदेशलाई पनि त्यस्तै गर्नुपर्छ। कामै दिएको छैन, भिजनै दिएको छैन, कहाँ जाने उद्देश्य दिएको छैन, अनि कहाँ हुन्छ त? तपाईँलाई मैले यहाँदेखि यहाँसम्म जानुहोस् है नभनिकन तपाईँ जानुहुन्छ त जानुहुन्न नि त उदाहरणको लागि। खोइ त नि उद्देश्य दिएको छैन, कहाँ जाने भन्ने तपाईँको लक्ष्य दिएको छैन, गन्तव्य दिएको छैन, कसरी काम गर्ने भनेको छैन। क्लियर आउनु पर्यो नि त, यो तिमीहरूले गरेर देखायो भनेर लिस्ट बनाउनु पर्यो। अनि त्यो अनुसार काम गरेको छ कि छैन भनेर हेर्न जानु पर्यो। अनि काम पनि नदिने, हेर्न पनि नजाने, अनि काम छैन भन्ने। कसको चाहिँ काम चाहिँ छ त भने खर्च धेरै भयो भन्ने त कुरा छ नि। खर्च त धेरै भएकै हो। खर्च 100वटा छोटे राजा भने जस्तो खर्च यस्तो छ नि त। खर्च चाहिँ केमा धेरै भयो? अब त्यहाँको मन्त्रीको सचिव हुन्छ, विभिन्न मन्त्रालयको भवनदेखि हरेक कुरामा खर्च त धेरै छ। सचिव हुन्छ अनि यहाँको मन्त्रीको चाहिँ सचिव हुन्छ कि हुँदैन? त्यो त एक ठाउँमा केन्द्रमा मात्रै भयो हुन्छ के, केन्द्र र स्थानीय तह मात्रै। त्यसो भने हामी पहिला संहितामा किन गएको त? त्यो गलत भयो। गलत भयो भनेर भन्न मिल्छ र? राजनीतिमा गलत भयो भन्न मिल्दैन कहिले पनि, बुझ्नुभयो? एउटा फ्याक्ट तपाईँलाई भने मैले आज है, हर्क साम्पाङ सेलेक्ट भएर आए यहाँ गलत भयो भन्ने मिल्दैन। जे हुन्छ राजनीतिमा सही गर्दै जानुपर्छ। हिजोको तपाईँको चाहिँ के अरे कुराहरूलाई संस्थागत गर्दै जानुपर्छ कति ठाउँमा। कुरा बुझ्नुभयो नि? संस्थागत गर्न नसक्ने त तपाईँको औचित्य नै छैन। त्यही भनेर पनि बालनजीलाई सुकुम्बासीको बारेमा मैले अलिकति आलोचना गरेँ। हिजोको सरकारले सुकुम्बासीलाई त्यही बस भने होइन र, सरकारै थियो नि त त्यो है। हिजोको सरकारले तपाईँले यहाँ घर बनायो भनेर तपाईँको चाहिँ नि लाइक धनी के अरे घर नक्सा पास गरिदियो। अनि आजको सरकारले आएर डोजर ल्याएर भत्काउन मिल्छ? व्हाट डु यु से? मिल्छ? मिल्छ कि मिल्दैन? मिल्दैन। जहिले पनि हो यस्तो हुन्छ के, अविच्छिन्न उत्तराधिकारी तपाईँको चाहिँ नि भन्छ सरकारलाई, त्यो निकाय त्यो हुन्छ। सरकारले अघिल्लो हिजो गरेको गल्तीलाई स्वीकार्नुपर्छ। हिजो केपी ओलीले जे गर्यो त्यसलाई नस्वीकारी बालनजी त्यो कुर्सीमा बस्नै मिल्दैन। अब बालनजी गइसकेपछि बालनजी पछाडि जो बस्छ नि त्यहाँ माथि, त्यसले त्यो अहिलेको कुरा सबै कुरा उसले जिम्मा लिनै पर्छ। राम्रो मात्रै लिन्छु भनेर हुन्छ? धन मात्रै लिन्छु, ऋण लिन्न होइन। राम्रो काम जस मात्रै म लिन्छु, अपजस लिन्न। नराम्रो चाहिँ त्यसले गरेको भन्नै पाइँदैन। त्यो सबै सोलो डोलो मैले गरेको भन्नुपर्छ। अनि मात्रै त्यो कुर्सीमा बस्न सुहाउँछ।